लाइफमै फर्स्ट टाइम म चाहिँ यति धेरै हिम्मत जुटाएर यस्तो गेम खेल्दैछु। हाई एभ्रिवान, वेलकम ब्याक टु माई फाइनल पार्ट मिनी भ्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु। अनि मेरो अगाडिको भिडियो चाहिँ कसले हेर्नुभएको छ भने चाहिँ गएर हेरिदिनुहोस् होला है। अनि हामीहरू चाहिँ यति धेरै गेम खेल्यो तर मैले सबै भिडियो चाहिँ बनाइन। अब किन बनाइन भनेर चाहिँ मैले अगाडिको भिडियोमा हजुरलाई भनिसकेको छु मेरो फोनको अवस्था। अनि पानी यति परेको थियो अनि जाडो पनि त्यस्तै। हामीहरू लगभग 1 घन्टा जस्तो चाहिँ यहाँ लाइन बसिरहेको थियौँ कि यो गेम खेल्नको लागि भनेर। लाइन बस्दाखेरि टाइम लागे पनि गेम चाहिँ एकैछिनमा सकिँदो रहेछ। त्यसपछि हामी चाहिँ लाग्यौँ खाजा खानको लागि। अनि आज हामीलाई चाहिँ 1500को कुपन पनि छ नि त, अनि त्यो कुपन पनि चुकाउ त गर्नै पर्यो। पानीले भिजेको मुसा जस्तै भएको थियौँ कि हामी चाहिँ सबैजना। अनि साथीले भिडियो नबनाऊ है मेरो भन्दै थियो, मैले चाहिँ भिडियो बनाइहालेँ साथीहरू। अनि हामीहरू 3 जनाको सबै पैसा एक ठाउँ गरेर चाहिँ हामीले धेरै खानेकुरा मगायौँ। सबैभन्दा सुरुमा चाहिँ हाम्रो अर्डर आइहाल्यो। अनि यहाँ चाहिँ बसेर खाने माहौल पनि थिएन, पानी परेको भएर इस्युहरू सबै भिजेको थियो नि त, त्यही भएर सबैजना उभिएर खानु भएको थियो। अनि हामी पनि उभिएरै खान थाल्यौँ। सुरुमा चाहिँ सरिता दिजुबाट सुरु गरौँ है त, उनीहरू दुईजनाको फेरि आउनै बाँकी रहेछ कि। अनि हामीले पनि यता खाना थालिसकेको थियौँ। अनि अब हल्का जाडो थियो अनि टाइम पनि हाम्रो सकिनै लागेको थियो कि अझै एउटा गेम खेल्न छ भनेर हतार खाँदैछौँ। अनि यहाँको याकिसोबा चाहिँ एकदमै मिठो थियो साथीहरू। हामीले धेरै मिठो भएर पछितिर पनि घर लगेको कि गएकोबाट ग्रुपमा घुम्न गएको भन्ने, तर कोही पनि देखिँदैन, तिमीहरू मात्रै देखिन्छ भिडियोमा भनेर सोचिराख्नु भएको छ होला। हामीले चाहिँ सबभन्दा सुरुमा भित्र आउने बेलामा सबै ग्रुपको फोटो खिचिदियौँ कि। त्यसपछि सेन्सीहरूले चाहिँ तिमीहरू यति समयमा बसमा आउनुपर्छ है भनेर समय चाहिँ दिएको हुन्छ, तर सबैजना सँगै घुम्नुपर्छ डुल्नुपर्छ भन्ने चाहिँ हुँदैन कि। हाम्रो ग्रुपहरू चाहिँ सबैजना सँगै छौँ। अनि के खेल्न मन लाग्छ, के खान मन लाग्छ है, के हेर्न मन लाग्छ, सबैजनाले सँगै हेर्न पाइन्छ। अनि सेन्सीहरूलाई पनि एकचोटि चाहिँ भेट भर्थ्यो, तर खै अब यति ठुलो छ नि त पार्क पनि, अनि कसैलाई नि भेट्नै भएको थिएन कि को कहाँ छन् केही थाहा नै थिएन। अनि हाम्रो चाहिँ लगभग टाइम पनि भइसकेको थियो। अनि लास्टमा एउटा गेम खेलौँ न भनेर यहाँ लाइन बस्यौँ होइन। अनि पालो आउने बेलामा चाहिँ अनि बिपुले चाहिँ फेरि म खेल्दिनँ अरे कि, अनि अब त्यस्तो नभन साथी खेल्नुपर्छ भनेर चाहिँ हामी सबै मिलेर उसलाई फकाउँदैछौँ। भन्दै हाम्रो खेल्ने पालो पनि आइहाल्यो साथीहरू। अनि तल फेरि 3 जना नखेल्ने साथीहरू पनि थियो कि, अनि उनीहरूले यो भिडियो बनाइदिएको रे। यो भित्र चाहिँ हामीहरू छौँ होइन, तर कहाँ छौँ भन्ने चाहिँ देखेको छैन। सिटमा बस्दाखेरि चाहिँ आफ्नै साथीसँग हात समातेर बस्न पाएको भए नि मन अलि हल्का हुन्थ्यो होला कि। सरिता दिजु र मैले चाहिँ सिट नै नपाएको। अनि 2 जना जापानिजहरूको बिचमा परेको यति डर लाग्यो साथीहरू, यति डर लाग्यो। कतिसम्म डर लाग्यो भनेर थाहा पाउनको लागि चाहिँ कि चढ्नु भएको होला थाहा छ, चढ्नु भएको छैन भने चाहिँ यसमा चढेर एकचोटि अनुभव लियो भने चाहिँ बल्ल थाहा हुन्छ कि। तल झरेर चाहिँ सरिता दिजु र म चाहिँ एकअर्कालाई हेरेर आँसु झारेको कि किन हो थाहा भएन होइन। एक त अब हामी सँगै बस्न पाएनौँ होइन, अर्को भनेको अब त्यो डर कति हो क्या त्यहाँनिर होइन, अग्लो हाइटमा। अनि पानी पनि परेकोमा जाडो पनि त्यस्तै थियो। जिन्दगीमा कहिले पनि बिर्सिन नसक्ने एक्सपिरियन्स भयो क्या हाम्रो चाहिँ यो। हजुर पनि नागोयामा बस्नुहुन्छ भने चाहिँ नागोयाको नागासीमा पार्कमा गएर यस्तै गेमहरू खेल्न सक्नुहुन्छ, साथीहरूसँग इन्जोय गर्न सक्नुहुन्छ। अझ पानी परेको भएर चाहिँ कति धेरै गेमहरू चाहिँ अझै चलेको थिएन कि। अनि हामीहरू पनि अझै चढ्न पाएनौँ मजाले, 5 जति त चढ्यौँ होला। गेम खेल्ने चक्करमा चाहिँ हामीहरू अलिकति ढिला भएको थियो। अनि बसले पनि हामीहरूलाई मात्रै कुरेको रहेछ। अनि त्यसपछि आएर बसी अघि आउँदा अनुहार कस्तो थियो अहिले कस्तो भयो भनेर यसो भिडियो नै लिनै पर्यो साथीहरू। अनि मैले भिडियो लिइहालेँ। अब साथीहरू चाहिँ धेरै जस्तो सबैजना सुतिसकेको थियो कि हामी आउँदाखेरि। कपाल पनि सबै भिजेर पानीले नुहाउनै नपर्ने बनाइदिएको थियो। अनि अनुहार पनि सबै धोको जस्तै बनाइदिएको कि आज चाहिँ। तर जे जस्तो भए पनि एकदमै रमाइलो भयो आजको दिन चाहिँ। त्यही हल्का चिसो लाग्छ कि भन्ने चाहिँ मलाई डर लागिरहेको छ। सरितालाई चाहिँ मैले हल्का यस्तो तिमी सुतेको जस्तो गर न क्युट पारामा म भिडियो गर्छु भनेको, उनी चाहिँ साँच्चीकै सुतिरहेको के। त्यही नै हो गाइज, अन्तिमसम्म हेरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। भन्नुपर्ने कुराहरू त सबै भनेको जस्तो लाग्छ। त्यही हो, सुरुवात गर्ने बेला चाहिँ कहाँदेखि बोल्ने जस्तो हुन्छ, तर बोल्दै गर्दाखेरि फेरि धेरै नै बोलिन्छ कि। अनि आजको भ्लग चाहिँ मैले मेरो घर नजिकै आएर इन गरेको छु। के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। यदि नयाँ साथीहरू पनि हुनुहुन्छ भने फलो गरिराख्नुहोस् ल। बाई बाई, थ्याङ्क्स फर वाचिङ।